आगो ताप्नु मुराको कुरा सुन्नु बुढाको आजको यस कार्यक्रममा हामी 72 वर्षीय बुवासँग आजको यस विषयमा कुराकानी गर्न गइरहेका छौँ। उहाँहरूका बाल्यकाल कसरी बिते, उहाँहरूले जवानी जीवनमा कसरी उहाँहरूका भोगाइहरू, उहाँहरूका सङ्घर्षका विषयमा आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्न पनि नबिर्सिनुहोला। बुवा, तपाईँलाई आजको यस कार्यक्रममा स्वागत छ। कति वर्ष पुग्नुभयो बुवा? 70 नागौँला 72 वर्ष पुग्छ। 72 वर्ष पुग्नुभयो है? 13 साल पुग्छ। हजुर। अहिले चाहिँ कसरी दिनहरू चाहिँ कसरी बितिरहेका छन्? दिन हजुर। दिन त दिनै बितिन्छ नि। भन्नाले रमाइलै गरेर बितिरहेको छ। हिँड्दै खेल्दै त्यतिकै बितेको नि। हजुर हजुर। भन्नाले तपाईँको चाहिँ बाल्यकाल चाहिँ कसरी बित्यो? कस्तो हुनुहुन्थ्यो बाल्यकालमा? झगडालु टाइपको स्वभाव कस्तो थियो तपाईँको? राम्रै थियो। राम्रै थियो। पार्नु पनि पर्छ, झुड्नु पनि पर्छ, मिल्नु पनि पर्छ। हजुर। एउटा भाँडामा भात बनाएर पकाएर खानु पनि पर्छ। हजुर। त्यस्तै हो नि। भनेपछि रमाइलै बित्यो। रमाइलो नै हो। कस्तो स्वभावको हुनुहुन्थ्यो बाल्यकालमा? ठिकै थियो। भन्नाले सोझै टाइपको, सिधा टाइपकै हुनुहुन्थ्यो? सिधै थियो। स्कुल चाहिँ जानुभयो कि भएन? गएन, स्कुल देखेन, हामीले भेट्दैन। भने स्कुलै थिएन कि त्यतिखेर तपाईँ पढ्न नै मान्नु भएन? घरदेखि त स्कुल जाऊ भन्ने मानेको नभएको, आमा बाबाले नपठाएको नि। आमा बाउले किन नपठाएको? त्यस्तै बुझिदियो आमा बाउको। हजुर। त्यही भएर लाटाउनु पर्यो नि। के नजान्ने, के नबुझ्ने। हजुर हजुर। कुदालो खुनी खाने। हजुर। दुःख गरी खाने, त्यति सिकायो। हजुर। अरे अलिक सन्च मजा सिकाएन आमा बाउले। भन्नाले अहिलेको यो देख्दाखेरि अहिलेको राम्रो कि पहिलाको राम्रो? अहिलेको राम्रो नि, जान्ने बुझ्नेले। हजुर हजुर। अगाडि लातेको त अगाडिकै राम्रो। हजुर हजुर। अब पछाडिको त यही राम्रो नि। अहिले देख्दा अहिले राम्रो जस्तो लाग्छ। अहिले नै राम्रो, अहिलेको नै राम्रो छ। बिए चाहिँ कति वर्षमा गर्नुभयो? बिए 18-19 वर्षमै गरेको। 18-19 सानै उमेरमा गर्नुभएछ? सानैमै। गाउँमै केटी थियो। हजुर हजुर। गाउँकै हो बजै चाहिँ? गाउँकै। हजुर। मेरो बुढिया गाउँकै हो। कसरी लभ पर्यो? माया प्रेम भयो कि मागी बिहा कि भागी बिहा, कसरी? अब फेरि खेल्यौँ, प्रमुख खेल्यौँ। हजुर हजुर। त्यसकै माया गइगयो नि। माया भयो। अनि पहिला चाहिँ कसले मन पराउँछ भने प्रस्ताव चाहिँ कसले राखेको? तपाईँले राख्नुभयो कि बजैले भन्नुभयो बिहे गरौँ भनेर? केटीले भनेको। बजैले नै तपाईँलाई साह्रै मन पराएको? मन पर्यो उसैले। अनि ल्याउनु पर्यो नि। उसले पनि माया लाग्यो अगाडि। हजुर। पछाडि उसले जति भनेपछि म पनि माया लाग्नु थाल्यो। भनेपछि त्यसरी भागेरै बिहे भएको हो? अनि चुरे ल्याउनु पर्यो नि केटी। चुर्नु त के भेट भएपछि आफै आउँछ नि। आफै आउँछ। पछाडि आउँछ नि। जवानी अवस्थामा त एकदम ह्यान्डसम हुनुहुन्थ्यो होला, राम्रो एकदम सप्रेको। बुढिया? तपाईँ बुढिया कस्तो हुनुहुन्थ्यो? सप्रे मभन्दा त अलि हल्की थियो नि। बजै चाहिँ अलि हल्की हुनुहुन्थ्यो? अलि मोटी पनि थियो। मोटी पनि? मोटी पनि थियो। अनि तपाईँको बाहिर चाहिँ गर्लफ्रेन्डहरू थिएनन्? अरू माया प्रेम साट्ने त्यस्तो कोही थिएन? थियो नि, यहाँ नलेखेको। हजुर। अर्कोले लगिदियो। गाउँको केटीले यहाँ तिर्छ लेखेर। हजुर हजुर। त्यही भएर गाउँकै केटी ल्याए। गर्लफ्रेन्ड कतिवटा थियो तपाईँका? 50-50 नै गर्लफ्रेन्ड भन्नाले तरुणीहरू कति राख्नु भएको थियो जवानी अवस्थामा? धेरै थिएन त्यति, खेती त्यो दौडनीपट्टि त्यति लागेन पनि म। तरुणीपट्टि त्यति लाग्नु भएन? लागेन। किन त्यस्तो? भन्नाले तपाईँ सोझो टाइपको हुनुहुन्थ्यो? सोझो थिएन, आफै काम मात्रै देख्ने, त्यो केटीले साह्रै नहेर्ने खाला। खासै तपाईँ नहेर्ने? त्यस्तो थियो है? अनि तपाईँको मेला पातहरूमा जाने चलन हुन्थ्यो कि हुन्थेन? जस्तो जात्राहरू त्यस्तो चलन थियो कि थिएन गाउँघरतिर? थिएन त्यो पनि। जात्राहरू पनि थिएन? कहिले काहीँ लडाइँ झगडा भयो कि भएन? कसैसँग दादागिरी गर्ने त्यस्तो टाइपको चलनहरू थियो कि थिएन? साथी पर्यो नि। कस्तो थियो त्यो अलिकति भनिदिनु न। साथी लप्पा परे यस्तो चाडबाडमा। हजुर हजुर। अनि रक्सी खान्छौँ। हजुर हजुर। जाँड खान्छौँ। हजुर। अलिकति मार्छ, पार्नु थालिन्छ। धेरैचोटि भएको छ त्यस्तो कुराहरू पनि? पार्नु पर्ने। तपाईँको पहाड घर चाहिँ कहाँ? जन्मेको चाहिँ कहाँ हो खासमा? ओराङ्गी। ओराङ्गी भनेको कुन जिल्ला पर्यो? मोरङै पर्छ। मोरङमै पर्यो है? सबै मोरङै पर्छ हाम्रो गाउँ। फेजाबजङ, ओराङ्गी, फुर्गेटार मोरङै पर्छ। फैबा भने मोरङै पर्छ। हजुर। ठुलो छ गाउँ, धेरै ठुलै छ गाउँ है?
अनि तपाईँको वरपर अरू बाहुन छेत्रीहरूको समुदाय छ कि छैन राई मात्रै छैन म त लिम्बू हो ए तपाईँ लिम्बू है राई पनि छैन बाहुनहरू छ बाहुनहरू छ मगर छ मगरहरू छ नेवार छ हजुर त्यति नै छ कामी जमै भनेको अलिक टाढो छ ए ए ए छिमेकी छैन त्यहाँ हजुर राई समाजमा जन्मिँदा चाहिँ आफूलाई खुसी लाग्छ कि लाग्दैन यो समुदायमा जन्मेर राम्रै हो जस्तो लाग्छ कि लाग्दैन लाग्छ नि हजुर। छैन हाम्रो सब सिधा टाढो मात्रै छ ए एक दिनको बाटोमा जानुपर्छ हजुर अनि मात्रै राईसँग भेटिन्छ ए तामाङहरू नजिक नजिक छ ए एक बिहानको बाटोमा छ अनि पहिला तपाईँको पालामा गाडी घोडाहरू थियो कि थिएन दुःख कति थियो सङ्घर्ष के थियो त्यो विषयमा भनिदिनु न घोडा त भेटेन गाडीहरू हुन्थेन गाडी त पनि फरफर निक्लेको छ अगाडि थिएन नै ए भन्नाले कहाँदेखि चाहिँ सामान बोकेर पाहाड लानुहुन्थ्यो लेटाङ बजार नेटाङ बजार ढाकर बोकेर लाठी टेकेर पछाडि देख्दै ए ए उकालो जानुपर्छ हजुर अनि पसल छ नि हजुर हजुर यहाँ भारीहरू बिस्ताएर हजुर जाँड खाने जाँड रक्सी खाने रक्सी हजुर हजुर नास्ता खाने नास्ता हजुर खुसी पैसा जाने सबै ए विकार छोराको सबै ए भोक लाग्छ हजुर पैसा जान्छ नि भोकले गर्दा ए ए ए त्यही दुःखले हिँड्नुपर्छ नि भन्नाले पहिलाको जीवन चाहिँ एकदमै दुःख हो है दुःखै थियो एक सापी दुःख थियो आजकल त गाउँमै चामल आइपुग्छ हजुर तेल पुग्छ हजुर हजुर भन्नु मात्रै पर्छ हजुर सबै ल्याइदिन्छ हजुर पैसा कमाउने त के उनीहरू पनि ए उहिले चाहिँ पैसा अहिले कम अभाव हुन्थ्यो पैसाको कमी हुन्थ्यो? पैसाको जुग थियो हजुर पैसा जुग थियो भारी बोकेर त्यति चामल माकेर किनेर उकालो लानुपर्ने हजुर बिसाउँदै बिसाउँदै एक दिनमा फेरि पुग्दैन हजुर आधी बाटो बास बस्यो हजुर ज्यालो भयो है भाले बास्यो है साथी र भन्दै हजुर जानुपर्छ हौ भनेर सबै उठेर हजुर मिलेर साथी साथी नि हजुर एक पत्ता रक्सी किनेर पाँचजना ए बाँडेर खाने है त्यस्तो बाँडेर खाने माया प्रेम चाहिँ पहिलोकै राम्रो है अहिले त त्यस्तो देखिँदैन नि बाँडेर खानुपर्छ त्यस्तो चलन देखिँदैन नि छैन अहिले छैन है कारीले गुजारेको ताकै बस्नु भोक लागे लागोस् हजुर हजुर कहाँ गाडी बस्छ त्यहाँ चाहिँ हजुर खानु पाइन्छ त्यति नै हो ए भन्नाले यो तपाईँको राई लिम्बू समाजमा त लाउरे बन्ने चलन पनि छ होइन तपाईँ चाहिँ लाउरेमा जानुपर्छ भर्ती हुनुपर्छ भन्ने कहिले लागेन लागेन यस्तै मान्छे पनि भर्ती हुन्छ छोटो मान्छे पनि अलि अर्को दालिलोहरू चाहिँ जान्छन् ए भन्नाले अल्को हुनुपर्ने त्यो तपाईँको हाइट चाहिँ कम भयो त्यस कारण लाउरे भने चिप्नी सानो हल्को पनि थिएन हजुर त्यही भएर कहीँ पनि गएन कचालो खनी खानुपर्ने कुजो रुपी खानुपर्ने हजुर त्यही त्यति नै लेखेको यहाँ अनि खाना लाउनलाई चाहिँ कतिको सङ्घर्ष हुन्थ्यो बाल्यकालमा कि राम्रै थियो तपाईँ धनी परिवारबाट आउनुहुन्छ कि लगभग सामान्य परिवारदेखि गाडी के नभएको पानी पुत्तो गाडी खान्थे ए भन्नाले दुःख गरेर खानुपर्ने सङ्घर्षपूर्ण थियो पछि त अब हुर्क्यो हजुर आफै गाडी खानु सक्ने भएपछि त्यति दुःख थिएन हजुर हजुर त्यति छैन आजभोलि त्यति छैन नि दुःख ए। गाडी गाडीको जस्तै छैन हजुर हजुर धेरै सजिलो छ नि आजभोलि अनि बजै चाहिँ कुन जातिको लिम्बू जातिको कि राई राई जातिको लिम्बू ए लिम्बूले ल्याउनु भएको तपाईँले लिम्बू नै ल्याएको छ ए तपाईँको पालामा जस्तो चिठी लेख्ने चिठीमा मायाका कुरा साट्ने त्यस्तो हुन्थेन लेख्नु जाने त हुन्थ्यो नि लेख्नु जाने पो त्यो पनि हुन्छ ए चिठी लेख्नै नआउने है नआउने त्यस्तो लेखा बढी थिएन हाम्रो जमानामा ए जुरुक्कै उठेपछि आमा बाबाले छुट्टी लगाएर जङ्गलमा हजुर हजुर त्यो गरेर ल्याऊ उम्, घाँस ल्याऊ चराले चुरो चारो ले हजुर ल्याउन भरे मरिस ए के पनि खानु पाउँदैन भन्ने मात्रै नि ए आमा बाबाले त चुकमै हुर्किनु पर्छ कि सानोमा त्यस्तो स्कुल जाने बुझी चाहिएन पनि थिएन पनि हजुर हजुर अलिक त टाढो थियो हजुर हजुर नजिक थिएन ए ए बजैसँग पहिलो भेट चाहिँ कसरी भएको थियो कहाँनिर चाहिँ भेट्नु भएको थियो अनि कहाँनिर मन लाग्यो कसरी चाहिँ भेट भएको थियो बजैसँग के जो तपाईँको श्रीमती हुनुहुन्छ नि बजै उहाँसँग चाहिँ पहिलो भेट कहाँनिर भएको थियो कसरी भएको थियो त्यो अघि भने नि हजुर अब मकै कुर्दा हजुर कुजो रोप्दा हजुर अब के काम गर्दा सँगै हजुर प्रमुखले हजुर हजुर त्यही भएर त्यस्तो भएको नि ए माया प्रेम भयो है माया प्रेम भयो हजुर
अनि उब्नी गएन उब्नी बिहारको केटी ल्याइन हजुर हजुर हामी नै सँगै गयो फेरि ए ए ल्यायो नि हजुर हजुर उसले खुसी भयो म पनि खुसी भएँ सँगै भयो नि हजुर अहिले चाहिँ परिवारमा चाहिँ कतिजना छोराछोरी चाहिँ कति भयो तपाईँको 2 जना छोरा 2 जना छोरा 2 जना छोरी 2 जना छोरी त्यति नै ए त्यति 4 भाइ चाहिँ जन्माउनु भयो तपाईँले 4 भाइ हजुर हजुर त्यति नै वृद्ध भत्ता आउँछ अहिले सालदेखि लिँदैछु ए यो सालदेखि चाहिँ लिँदै हुनुहुन्छ भनेपछि अब सहजै छ सरकारले पनि हेरेकै छ यही सालदेखि थापेछु थापेको 1 साल मात्रै छ अहिले सालमा थापेको मात्रै अगाडि छैन हजुर हजुर त्यति नै भन्नाले अहिले चाहिँ धरानमा बसोबास गर्दै हुनुहुन्छ छोरी त्यही छ धरानमा है उतै जान्छु नि हजुर हजुर छोरीले पछि मात्रै जाऊ यहीँ बस्छ भनेर बसेको मात्रै त्यस कारणले चाहिँ धरानमा बस्नु भएको अहिले एकछिन बसेको मात्रै ए छ नि उता पनि यतिकै कुचो पार्नु पर्ने छ हजुर कुचोको मात्रै खेती छ अरू हुँदैन ए कुचो मात्रै हुन्छ है उता अगाडि अरेचिप्ने थियो हजुर सब आफै मरेर अगाडि रोपेको अरेचीमा मरेपछि यिनीहरू तापिन्छ हजुर हजुर फैलिँदैन हजुर हजुर कस्तो रोप्यो त्यस्तै जहिले पनि त्यतिकै आउँछ हजुर मुना आउँछ सानो आउँछ त्यो पनि बढ्दैन ए त्यही रहेछ अनि यो जाँड रक्सी चाहिँ अहिले खानुहुन्छ कि खानुहुन्न तपाईँले त्यही बिना त मर्दा मात्रै ए पहिला चाहिँ मर्दाखेरि मात्रै जाँड रक्सी खानुहुन्छ कि खानुहुन्न अहिले सबै खान्छ ए जाँड रक्सी कहिले चाहिँ सिक्नु भएको जाँड रक्सी खान चाहिँ कति वर्षको उमेरमा सिक्नु भयो सानोमै हजुर यति हुँदै आमाले खुवाउँछ नि मुखमा सानै उमेरदेखि सानो उमेरदेखि नै ए भने सानै उमेरदेखि खान सिक्नु भएको है नास्तामा चाहिँ के मनपर्छ खानेकुराहरू चाहिँ के मनपर्छ पहिलाको केही छ परिकारहरू त्यस्तो एकदमै तपाईँलाई रुच्ने मनपर्ने खानेकुरा चाहिँ के हो जे पनि मनपर्छ भन्नाले एकदम खानेका लागि चाहिँ एकदम मनपर्ने कुरा चाहिँ खानेकुरा चाहिँ खानेकुरा मन खुसी मन जस्तो भए त्यो त हजुर त्यही नि भन्नाले परिकार चाहिँ एउटा होला नि त यो चिज चाहिँ मलाई अलि धेरै राम्रो लाग्छ खानालाई चाहिँ भयो हुन्थ्यो जस्तो के एकदम मनपर्ने परिकार चाहिँ कुन हो के हो भने भनौँ ल हजुर कुखुराको मासु हजुर अनि जे पनि मन पर्नु पर्यो नि हजुर हजुर अनि सुँगुरको एक रस ए सुँगुरको मासु हजुर भैँसीको हजुर अनि बाख्राको एक रस हजुर हजुर त्यहाँभन्दा त के खानु त ए गोरु खानु जलानले भेटेन ए गोरु तपाईँहरूले चाहिँ खानु हुँदैन खाएको नि घरमा मात्रै लाउनु हुँदैन ए घरमा लानु हुँदैन खाना चाहिँ खानुहुन्छ भित्र लाउनु हुँदैन ए ए ए त त्यही भने मात्रै मार्दैन पनि ए हाल्दैन अनि लादुको पदार्थमा चाहिँ तपाईँको यो के मादक पदार्थमा चाहिँ तपाईँलाई रक्सी मनपर्छ कि जाँड मनपर्छ के बियरहरू केही छ कि आइटम के मनपर्छ बियर पनि होइन हजुर मन पर्ने चिज जाँड रक्सी दुईटा मात्रै ए नास्ताको रूपमा जाँड भएपछि नास्ता भयो नास्ता तरकारी जे पनि यति त चाहिन्छ ए चाड खायो हजुर तरकारी दिपेर खायो हजुर त्यस्तै हो त्यसरी नै जिन्दगीहरू कटिराखेको छ त्यत्तिकै जिन्दगीबाट भयो अब हजुर यता विदेशतिर जाउँ मलेसिया कतार साउदीतिर जाने चलन थिएन तपाईँको पालामा इन्डियातिर थिएन ए एउटा लौरिया छ हजुर उनीहरूले त भेटेको नि हजुर हजुर अन्त धेरै बुढुवाहरू छ हजुर उनीहरूले उ गरेर आएर त्यत्तिकै छ अहिले त तपाईँ बजै हुनुहुन्न एक्लै हुनुहुन्छ होइन बजै बितेको चाहिँ कति वर्ष भयो बजेट बिजेको हजुर बजै खस्नु भएको कति भयो म बजै खस्नु भएको अहिले त बजै हुनुहुन्न नि बजु बजु मेरो बुढिया हजुर हजुर अहिले साल यही सालमा मर्नु यही महिना ए 6-7 महिना चल्दैछ साह्रै चित्त दुख्यो होला है आफ्नो जीवन साथी त्यसरी नि एक्लै बस्ने घरमा हजुर तर छोरी मानेन हजुर एक्लै आमा छैन किन बस्छ भनेर छोरी ल्याएर त्यही बसेको जरा ए ए ए त्यही हो अब चाहिँ एक्लो जिन्दगी जीवन साथी जाँदाखेरि कस्तो अनुभव हुन्छ अब जवानी भएको भए त अर्को ल्याउँथ्यो होला अब उमेर पनि छैन
अनि त्यस्तो त्यस्तो उमेर लाग्छ। हुँदा त ल्याउँछु नि, हजुर हजुर उमेर बित्तिको हजुर हजुर अब त कसैले हेर्ने छोड्यो म। ए भनेपछि हेरेपछि अझै पनि ल्याउने विचार छ? मन त छ नि। भनेपछि मानेको खण्डमा अझै पनि ल्याउँछु भन्ने आँट चाहिँ छ। मन त आँट छ हजुर तर मान्दैन, केटी मान्दैन नि। ए नै भन्नाले आफ्नै उमेर मिल्ने त पाउन सकिन्छ नि, आफ्नै उमेर मिल्दो। आफै उमेर मिल्छ त आउँछ नि, किन हुँदैन। हजुर फकाउनु पर्यो, हजुर यति पैसा गोजी मालिदिनु पर्यो, हातमा समाउनु लाउनु पर्यो, हजुर हजुर मान्छ नि, हजुर हजुर ए आउँछ नि। भन्नाले ल्याउने मन चाहिँ छ तपाईँलाई? बिर्स्यो ए छ, अब केटीहरू गाउँमै छ। हजुर हजुर पुऱ्याउनु बेलामा किन ल्याउनु भन्ने मन हुन्छ कि। ए बुढेसकालमा नल्याऊँ भन्ने जस्तो लाग्यो। नल्याउनु, सबै साथीले सिया भन्छ, ए मरु बेलामा किन केटी छोएको भन्छ नि, ए भन्छ, त्यस्तो भन्छ है? त्यसो भन्छ। जुनले पनि भन्छ नि, हजुर हजुर आफ्नो उसको पेट पाल्नु गाह्रो, हजुर केटी ल्याएको हजुर ए छुट्छ नि। ए हरामी भित्री मनमा चाहिँ ल्याउँछु भन्ने छ। ल्याउँछु भन्ने मन जति छ, ए मान्छ पनि भकाउँदा, अँ, तर ल्याएर पछाडि पो त्यस्तो नराम्रो भन्छ साथी। भन्नाले तपाईँले अघि पनि भन्नुभयो मेरा 3-4वटा उहरू तरुणीहरू थिए जवानीमा मलाई माया गर्ने भन्नुभयो, उनीहरू सबै अरूले लगिदिए भन्नुभयो होइन? लगिदियो पनि मऱ्यो पनि ए उहाँहरूसँग भेटघाट हुन्छ कि हुन्न अहिले चाहिँ? हुँदैन। ए उहाँहरू कहाँ कहाँ जानुभयो है? कहाँ कहाँ जानुभयो, मर्ने मरेको। ए कोही त मरि पनि सक्नुभयो? 2 जना मऱ्यो, 1 जना छ। एकजना छ। 1 जना उता सोमबारे धमक मुनि छ। उहाँलाई भेट्न मन लाग्दैन? कहिलेकाहीँ यसो भेटौँ जाम बाटोघाटोमा, त्यसो लाग्दैन मन चाहिँ? लाग्दैन आजभोलि त। ए मन मरिसक्यो? मन मरेको। ए भन्नाले उहाँलाई तपाईँले साह्रै माया गरेको जस्तो लाग्यो अनि उहाँले छोडेको कारणले चाहिँ मन मरेको हो? साह्रै मनपर्ने केटी थियो। हजुर हजुर जाउँ भनिन, ए उची आफै उठेर पछाडि आउन सकिएन। हजुर हजुर म गाउँको केटी जारी भयो, हजुर हजुर उब्नी गयो अर्को ठाउँ। ए भन्नाले धोका त तपाईँले दिएको रहेछ नि त? उहाँभन्दा पहिला तपाईँले बिहे गरेको रहेछ? लान्छ कि भनेर साह्रै नै खेल्थ्यौँ। ए अब यस्तो बिहेमा हजुर केमा बेजार मेला बेजार लाग्छ नि, हजुर हजुर सँगै बस्ती छुट्ने होइन, हजुर हजुर त्यस्तै थियो। तर त्यसले छोडेको म अर्को केटी ल्याएँ, हजुर हजुर त्यति छुट्टी गयो नि। पहिला पहिला त जस्तो मागेर भन्दा पनि यो तपाईँको जबरजस्ती तानेर लाने चलन हुन्थ्यो अरे नि त मेलाबाट, त्यस्तो चाहिँ गर्नु भएन? मेलामा गएको बेला जबरजस्ती तानेर ल्याउनेले जबरजस्ती ल्यायो। ए त्यो तपाईँकै पालामा चलन थियो त्यो? थियो ए ल्याए पनि साथी ल्याएको सघाउनु पर्यो नि। साथी त सघाउने भन्नाले यो त खुलाएर भनिदिनु न सुरुदेखि, यो कसरी चाहिँ चलन चाहिँ कसरी थियो मेला जाने? अब चिनिन्छ नि, हजुर अब तिमी गएको म गएको हजुर हजुर भन्दै सुतेलाई म यहाँ बस्ने भन्दै हजुर हजुर चिनाचाना हुन्छ। हजुर हजुर माया लाग्दै लाग्दै गयो नि, भन्दै लाँदा हजुर अनि त्यस्तो हुँदै गरे, भकाउँदै गरेको केटीले त छोडेर गयो। ए न मैले भनेको जस्तो पहिला तानेर जबरजस्ती ल्याउने पनि चलन हुन्थ्यो अरे नि त पहिला त, अनि त्यसरी चाहिँ कसरी ल्याउँथ्यो त्यो चलन चाहिँ के थियो भनिदिनु न अलिकति? त्यो तान्नु सके आउँथ्यो पनि, अँ तर केटी तान्ने त भेटेन म त। ए तपाईँले सक्नु भएन? सकिएन पनि थिएन पनि। ए मभन्दा अगाडि अगाडि गर्ले त तान्दै ल्यायो केटी। ए त्यस्ता गाउँमा धेरै तानेरै ल्याएका पनि छन्? छ, ए आशै छ, 1-2 घर छ कि भन्छ। 1-2 घर छ त्यस्तो तानेर ल्याउने चाहिँ है? मरेको छैन। ए जस्तो यो छेत्री बाहुनको दोहोरी भन्छ नि? छोरी हो दोहोरी भनेको एक गीत गाउने के जवाबको सवाल दिने। तपाईँहरूको लिम्बूहरूको चाहिँ के हुन्छ त्यस्तो? केही हुन्छ त्यस्तो गीत हुन्छ, त्यसलाई के भन्छ? पालम भन्छ। ए पालम भन्छ है? पालम भन्छ। ए 2-3 दिन नाच्छ नि। 2-3 दिनै नाच्नु पर्ने? रात दिन नाच्छ। रात दिन नाच्नु पर्ने? खाजा खानु पर्यो सँगै। हजुर हजुर अनि खाजा खाइसके पेट खाएपछि उठ्यो नाच्यो, हजुर त्यति नै काम। अनि त्यसमा शर्त के हुन्छ? हार्यो भने के हुन्छ त्यो पालङमा चाहिँ? पालम हजुर यदि हार जितको केही हुन्छ त्यो? हारजित हुन्छ। हार्यो भने के हुन्छ? हार्ने हार्यो, हजुर के पनि हुँदैन हारे पनि। ए जित्नेले जित्ते मन्जुममा, ए जित्नेले जित्ते, हार्ने हारेको, के पनि हुँदैन। ए ए ए त्यसो भए यसरी तपाईँका दिनहरू चाहिँ यसरी बितिरहेका छन्।
अब देश विदेशबाट तपाईँलाई हेर्ने धेरै दर्शकहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? आउने पिँढीहरूलाई केही सल्लाह सुझावहरू छ? छैन अझबले त्यो पनि छैन, हरायो। त्यो पनि हरायो। हजुर त्यो टाढोको कपसाप भन्ने पनि हरायो। हजुर हजुर त्यस्तै अब त्यतिकै बितेको म। ल आजको यस भेटाइमा आजको यो अमूल्य समय तपाईँले दिनुभयो बुवा, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद।